भोलिपछि मेरो छोरीलाई त यसरी आँखा देखाउनु परेन बेभन्दा इम्पोर्टेन्ट छ यहाँ टाउकोमा चाहिँ हात राख है ठुली लक्ष्मी जति भजन भन्थे यसो पनि छान्ला पनि छान्ला पनि लक्ष्मी मासरी मेरो लक्ष्मी आयो ल हेर तिम्रो घर गयो अब माथि नै लिएर जाउँ हस्ता रहेछ ल हेर भाइ पनि गरिदिए है त्यो गाउँ ऋग्वेदाय नमः अग्निबाट पूर्वपट्टि चढाएको पूर्वे ऋग्वेदाय नमः दक्षिणे ऋग्वेदाय नमः दक्षिणे ऋग्वेदाय नमः पश्चिमे सामवेदाय नमः उत्तरे अथर्ववेदाय नमः तथा अग्निप्राप्ते ओम नमो यज्ञपुरुष वैष्णव परमात्मा देवता ब्रह्मा कपिल वर्ण विष्णु सङ्ग देवता ओम मे विनियोग नवजात नामकरण कर्मण कर्मण ओम पुण्याहं भवन्तु ब्रुवन्तु पुनन्तु मनसार्य पुनन्तु विश्वाभूतानि सपरिवार सहितको नाम वरमा कर्मणि ओम स्वस्ति भवन्तु वृश्चिक राशि नाम के राख्नु नेबाट आएको छैन नाम त हजुरले भन्ने हो नि गुरुआका हो नि होइन वृश्चिक राशि जन्म नक्षत्र ठ्याक्कै छ स्वातिको पहिलो पाउ नेत्रकुमारी अस्ति भिनाजु त मैले त्यही दिन भनेको नेत्रकुमारी छोड्छु त्यसो होइन गुरु अब सरस्वती भन्नु नि त छोरीको के छ कस्तो कस्तो छ अब त्यो त हजुरले भन्नु पऱ्यो नि यहाँ रेकर्ड पनि गर्नु पऱ्यो के को विषयमा समग्र भन्नु न वैशाख 24 गते बेलुकीको 5:37 जन्मेको बाँकी यो मैले भन्ने बाँकी तपाईँले भन्ने
यो मेरो बालुवन चाहिँ तिम्रो सूर्यको स्थिति देखाउँछ बुझ्यौ हजुर सूर्यको सप्तम भावमा उपस्थित छ होइन सुन्नु यो हो कि कुण्डली अनलाइन आयो कुण्डली नेत्रकुमारी हेर जनी ने साथ नेत्र कुमारी भनेर नाम राखिएको थियो हो त काफी ल्याऊ ले उसकै छोरीकै काफी छ नि काफी त्यसमा टिम्नु न 6 महिना भात खुवाएपछि हजुर के अरे चिना बनाउने चिनाबाट सबै हुन्छ चिना हजुरले बनाउनुहुन्छ नि होइन हुन्छ यही सफ्टवेयर त चिना भयो त्यही पठाइदियो नि प्रिन्ट निकालेर राखिदियो नि त्यही त हो अब यहाँ छ नि जस्तै तिम्रो मङ्गल नवम भावमा स्थित छ मङ्गलको प्रभावले जातकले आफ्नो भाग्योदय आफ्नो शौर्य पराक्रमद्वारा पराक्रम वृद्धि गर्ने छ अब यसको विस्तृत दिन्छ कि यो सबै पढ्न 2 घन्टा लाग्छ बुझ्यौ अब त इन्टरनेटले दिइहाल्छ भट्टाबाट है हुन्छ अहिले त सफ्टवेयर चाहिँ मेरो चाहिँ त्यो हाम्रो पात्र होइन हाम्रो ज्योतिष भन्ने ज्योतिषपट्टिको चाहिँ अलि बढी अनि त्यो अब कति दिन हुन्छ फल चाहियो कलेज पनि कतिवटा बनाउनुहुन्छ नेत्र भइहाल्यो त नि पिपलको पातमा नाम लेख्ने गुरुबा हजुर पुरानो अब संस्कृति भयो ल नेत्रको मान्ने भयो ल छ नि गोबर कुन बेला अब बनाउनु हो बाबु गोबर स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न स्पूहा विश्ववेदा ठिक छ त्यसलाई नाम सुनाइदिने हो क्या ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न स्पूहा विश्ववेदाः स्वस्ति न स्ताक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर् ददातुः इति नेत्रकुमारी इति ब्रूयात् यो चाहिँ चेक गरे हो कि पहिला त्यो कान सुन्दैन कि सुन्दैन उसले गरिदिइहाल्छ गुरुबाले सर आउनु ल हजुरबाको ल यसो अलिअलि सबै राम्रो मम्मीले नि गर्नु ल एकतिर छिर्नु कता छिर्नु यतैबाट छिर्नु आगोमा यतैबाट छिर्नु सातो पनि जाँदैन रे बच्चाको आमा
पहिला पहिला चाहिँ यो गराएपछि छायामा सुएको देखाएपछि मात्रै हामीले गर्ने के ए हो पहिला निकाल्थेन नि पहिला लुगा लाउँथेनन् नबेर होला नि त ल भाइ परमेश्वर भगवान् कल्याण गर्नुहोस् दधामि